सकिएपछि त्यसलाई चाहिँ छानीमा तारेर उतार्ने। हजुर। गरिसकिएपछि त्यसलाई चाहिँ थोरै तेलमा चाहिँ फ्राई गरेर रातो हुने गरेर रातो भइसकेपछि त्यसलाई निकाल्ने। अनि मासुको जस्तै मासुमा मसलाहरू बनाइन्छ त्यस्तै मसला बनाएर अनि लेदो बनाउने। अनि यसलाई चाहिँ झोल बनाउँदा त्यति साह्रै मिठो हुँदैन, लेदो बनाएर खान पनि सकिन्छ। अनि त्यही हिसाबले तरकारी पनि बन्छ, त्यही हिसाबले अचार पनि बन्छ। अचार बनाएर यसलाई चाहिँ 1 महिना 1.5 महिना 6 महिना जतिसम्म पनि खान सकिन्छ। बनाउने बित्तिकैबाट खान सुरु गरेर 6 महिना 1 वर्षसम्म पनि खान सकिन्छ। यो एकदम स्वस्थ अर्ग्यानिक तरकारी हो। यसको नाम के हो सर? यसलाई कटहर, यसलाई रुख कटहर भनिन्छ। यो अहिले चाहिँ रुख कटहर हो, काँचो छ अहिले। पाकेपछि यो सिपिन्छ, तरकारी खान सकिन्छ। पाकेपछि यसको चाहिँ फल मात्रै खाइन्छ। अहिले चाहिँ यसलाई तरकारीमा चाहिँ प्रयोग गरिन्छ। हजुर। यो चाहिँ अलि गर्मी ठाउँमा पाइन्छ। तरकारी चाहिँ थोरै गर्मी पनि हो, यो चाहिँ गर्मी याममा खाने भएको हुनाले यसलाई रुख कटहर भनिन्छ। हजुर। यो चाहिँ पाक्ने बेलामा चाहिँ ठुलो हुन्छ, 12-15 किलो 20 किलोसम्मको हुन्छ। हजुर। अनि पाकेपछि नितान्त गुलियो हुन्छ। यो अहिले चाहिँ तरकारीलाई प्रयोग गरिन्छ। यो अब चाना बनाउने रेडी भयो सर? अब यो चाना बनाउने हो। सानो सानो काटेर चाना बनाउने हो। यसरी चोप छोड्छ। हजुर। यो चोप साह्रै गाह्रो रहेछ चोप निकाल्न। अनि त्यसपछि बोइल गरेपछि यो चोप सबै जम्छ। अनि छानीमा निकालेर अनि पानी तर्काएर अनि फेरि यसलाई चाहिँ फ्राई गरिन्छ। फ्राई गरिसकिएपछि मासुको मसला बनाएर हजुर अनि यसलाई चाहिँ हल्का भुट्ने मासुको मसला बनाएर अनि लेदो बनाएर खान सकिन्छ। यसको तरकारी धेरै मिठो हुन्छ कि? धेरै मिठो हुन्छ। यो राउन्ड तरिकाले बनाएर खाइयो भने मान्छेले चाहिँ मासु खाँदैन यो खाएपछि। तर बनाउनै झ्याउ रहेछ। मासुभन्दा मिठो हुन्छ यो। चोक लाग्दो रहेछ कि धेरै? एकदम चोक लाग्छ, झ्याउ हुन्छ यो बनाउनु। जस्तै चाहिँ मासु बनाउनु भन्दा भुटुवा बनाउनु भन्दा यो झ्याउ हुन्छ। हजुर। यसको चाहिँ खासियत त्यही हो। ल, अचार चाहिँ असाध्यै मिठो हुन्छ। अब यसको चाहिँ तरकारी बनाइन्छ। यसमा अलिकति थोरै रह्यो भने यसबाट चाहिँ अचार पनि बनाउने चाहिँ कार्यक्रम छ। हजुर। ल, अब त्यसपछि अब चाना बनाउने एकछिनपछि अब चाना बनाइन्छ। यसबाट चाना बनाइन्छ। हेर्दै गर्नु होला। ल, अब चाना बनाउने त चाना बनाउने कार्यक्रम हुन्छ। अब यस्तो कलिलोमा चाहिँ लगभग छिप्पिने तयारीमा रहेछ। हजुर। कलिलोमा चाहिँ तरकारी खान सकिने रहेछ होइन सर? हो, छिप्पिएपछि यो असाध्यै गुलियो हुन्छ। हजुर। मर्ने गुलियो हुन्छ यो। गेडा खाने होइन? अनि यसो कोया हुन्छ। यसको चाहिँ काट्दाखेरि अब म भन्दैछु तपाईँलाई। यस्तो यो भित्र गुदी हुन्छ, यो चाहिँ फाल्नुपर्ने हुन्छ। हजुर। गुदी फाल्यो हामीले। गुदी फालिसकेपछि अलिक त्यति स्वादिलो हुँदैन कि। हजुर। पाकिसकिएपछि यो कोया खाएर यसलाई चाहिँ अर्कै तरकारीले चाहिन्छ, दहीमा हालेर तब केही मिठो हुन्छ। अहिले चाहिँ यसको चाहिँ स्वाद हुँदैन। हजुर। हजुर।
गुदी हुन्छ यो गुदी